मेरो कुरा सुन है त। तिमी एकदम सफा मन भएको व्यक्ति हौ। तर धेरै पटक मानिसहरूले तिम्रो सोझोपनको फाइदा उठाउँछन्। तिमी भित्र धेरै गर्न सक्ने क्षमता छ, तर तिम्रो ध्यान प्राय यताउता भड्किरहन्छ। तिमी अरूभन्दा धेरै फरक छौ र कसैले तिम्रो काममा हस्तक्षेप गरेको तिमीलाई पटक्कै मन पर्दैन। तिमी बाहिरबाट सोझो देखिन्छौ, तर भित्रभित्रै तिमी धेरै चलाक छौ। तिमी सोच्छौ होला यो त बिल्कुल मेरै बारेमा हो भनेर, तर वास्तवमा के हुन्छ भने यस्ता वाक्यहरू संसारका जुनसुकै व्यक्तिलाई भनियो भने पनि उसले आफूलाई यससँग रिलेट गर्छ। यस्ता वाक्यहरूलाई बर्नम स्टेटमेन्ट भनिन्छ। यस्ता वाक्यहरू धेरै सामान्य र पोजिटिभ हुन्छन्, त्यसैले मान्छेहरूलाई लाग्छ कि यो उनीहरूकै बारेमा हो। जब यस्तै कुराहरू कुनै प्रभावशाली व्यक्ति जस्तै ज्योतिषी, गुरु, नेता, धनी मान्छेहरूले भन्छन् भने त्यसको प्रभाव भने डबल हुन्छ। तिमी ती शब्दहरूसँग सत्य खोज्न थाल्छौ र आफूलाई त्यसमा मिलाउँछौ, किनभने मानिसहरूलाई आफ्ना बारेमा राम्रो कुरा सुन्न मनपर्छ। ब्रिटिस साइकोलोजिस्ट र कलाकार डेरेन ब्राउनले यसको एक्सपेरिमेन्ट गरेका थिए। उनले केही मानिसहरूले आफ्नो हातको चित्र खाली कागजमा बनाउन भने, पछि सबैलाई अलग अलग राखेर त्यसको रिजल्ट सुनाए। सबैले आफ्नो आफ्नो नतिजा पढेपछि अचम्म माने। 90% मान्छेले सोचे कि डेरेन ब्राउनले उनीहरूको व्यक्तित्व ठ्याक्कै मिलाए भनेर, तर रियालिटी के थियो भने सबैलाई उस्तै कागज दिएको थियो र उस्तै लेखिएको थियो, र ती सबै कुरा बर्नम स्टेटमेन्ट नै थियो। साइकोलोजिस्टहरू भन्छन् बर्नम इफेक्ट एउटा यस्तो इफेक्ट हो जो संसारका जुनसुकै देश, संस्कृति वा मानिसमा लागू हुन सक्छ। तिमी पनि अरूलाई यस्ता कुरा भन्न सक्छौ। जस्तै भन, तिम्रो निधारका रेखाहरूले देखाउँछ कि तिमी सानो हुँदा निकै कमजोर थियौ। तिमीलाई आफ्नो नागरिकताको फोटो मन पर्दैन। तिम्रो विदेश जाने युग छ। कलेजका विद्यार्थीहरूलाई भन, तिम्रो बुवासँग राम्रो सम्बन्ध छैन। तिम्रो क्रसले धेरै भाव खान्छ। उसले सोच्ने छ कि तिमीले ठ्याक्कै मिलायौ। हेर दोस्त, मानिसहरूले यस्ता साइकोलोजी प्रयोग गरेर हामीलाई बेकु बनाउन सक्छन्। त्यसैले हामीले साइकोलोजी बुझ्नुपर्छ, पढ्नुपर्छ। हामीलाई साइकोलोजिकल ट्रिकहरू थाहा हुनुपर्छ ताकि कसैले पनि हामीलाई सजिलै म्यानिपुलेट गर्न नसकोस्।